आरआर गार्डनको भ्यू चाहिँ यस्तो छ है गाइज साथीहरू। एकदमै रमणीय ठाउँ रहेछ। हेर्नु यहाँ चाहिँ गुराँस अरिएको रहेछ। जाम न जाम। माथि जाँदा त गुराँसै देखेन। टोइलेट त यहाँ त छैन। यहाँ पनि खासै धेरै चाहिँ रहेन रहेछ। अब चाहिँ ओइली गएको रहेछ है। भ्यू चाहिँ खतरा छ नि। ढोक गर्नु के गनायो? ए यो काटेको रगत गनाएको रहेछ नि। हेर्नु चाहिँ पर्यो नि त। भेट्छु कि भेट्दिनँ? घन्टी बजाउँदै जिउ गर्नु जिउ आइस जिउ के साह्रो पाप गरेको त्यो काकीले त खतम। आयो जिउ गरेर पनि ओइ धागा पनि छ त यहीँदेखि जोडा लानुपर्ने हो। हामी त पुऱ्याउनु सोचेको पुग्छ अरे। कसले सोच्ने त अब लु बाँधिहालौँ त एउटा हो। दिनु मैले त सल पनि ल्याइन। मेरो छोरा कसरी पुऱ्याउनु कस्तो क्युट पाउँदो रहेछु कि क्या हो म पनि। क्युट पाएँ त यो मौसम यस्तो ठाउँ यस्तो भएर ल। मेरो छोरालाई ज्याकेट किनिदिनु भनेको त बर्बाद भयो नि हो। अब जाडोले मरेन त नि। जाडोले खत्तम भएन त। राम्रो आएको छैन अब। कस्तो लागिरहेछ यहाँ आइपुग्दा हो? राम्रो लाग्यो तपाईँहरूलाई? लागेन? मलाई त खै के भन्नु राम्रै लाग्यो। आम्मा जाँदिनँ भन्ने मान्छे त सबैभन्दा फर्स्ट टुप्पामा पुगेको छ त यार। रमाइलो लागेन अरे? धनुलाई के लाग्यो? रमाइलो लाग्यो हो। ज्ञानी हुनुपर्छ ल मान्छे भएर। ज्ञानी हुनुपर्छ क्या। यहाँदेखि त खै कसैको गाउँ पनि देखिन्न त हो। अन्त देखिँदैन त। अँधेरो अहिले आएर चाहिँ यस्तो कुहिरो लाग्यो कि गाइस। अन्त बा ल मेरो छोरा चाहिँ काकीसँग हिँड्दैछ होइन। त्यो ज्ञानी भएर हिँड्दैछ। तेरो काकालाई चाहिँ एकछिन बोकाउनु पर्ने थियो। काका कहाँ पुग्यो? विनोद काका। अन्त काका अरे लु काका खोइ? काका खोइ काका? गुराँस फुलेको गर्दिनँ अब। झरी गएको हो कि सकेको हो कि?
जोलुङ पार्क अरे क्या यो चाहिँ हिँडियो हामी चाहिँ टिकट काट्न गएको छैन टिकट काट्नुपर्ने रहेछ क्या कति टिकटमा त वाक्क लागिसक्यो कस्तो पार्क यो चाहिँ हिँडियो हामी चाहिँ टिकट काट्न गएको छैन टिकट काट्नुपर्ने रहेछ क्या कति टिकटमा त वाक्क लागिसक्यो कस्तो मन पर्यो तर पनि के गर्नु ठाउँ मन परेर के गर्नु टिकटै टिकट वाक्क दिक्क कस्तो लाग्यो आजको घुमाइ टाउको दुखेर छाम्दै रहेछ ए अन्त छाउँदै मात्रै रहेछ होइन हाम्रो चाहिँ भाग्य रहेन रहेछ क्या जोलुङ पार्क अरे ढुङ्गा भएकोमा त तेर्थुमदेखि नि माथि बोलानेर कुरीको झोललाई त यहीँबाट छ अनि टिकट काट्नु कति ढिलो भयो पैसा दिनुपर्ने अब त ढिलो भइहाल्छ नि हो पैसा जस्तो जाने ठाउँ ढिलो त हुँदो रहेछ हौ बाजे बस्ने ठाउँ यति नै अरे त नि हाम्रो गाउँको भन्दा ठुलो ओडार रहेछ त अन्त यहाँ त हाम्रो गाउँको भन्दा ठुलो ओडार रहेछ त अन्त यहाँ त आयो रहेछ त अन्त यहाँ त योलाई के ढुङ्गा भन्छ खिच्न टिकट 20 रुपियाँ काटेर पस्दैछौँ हामी चाहिँ अहिले आरआर गार्डनमा यहाँ के मिर्गा पनि रहेछ ओ मिर्गै हो मिर्गै हो घोरालको त मिर्गा होइन के को सिङ हुन्छ विनोद भाइ बसी आयो परै गुराँसको राजधानी भनेर कहाँ कुन ठाउँलाई चिनिन्छ भन्दाखेरि के भन्छ उत्तर देऊ भाउजू मलाई एउटा घुम्ने ठाउँ बनाइदिए टिकटक बनाइ निकालिदिइहाल्नु आरआर गार्डनको गुराँसहरू चाहिँ यत्रो ठुल्ठुलो रहेछ गुराँसै फुल्यो बनैमा गीत गाउनु त यो मेरो मन फुल्यो मन त फुलेन होला किन कोही नबोलेको गुराँसै फुल्यो बनैमा यो मेरो तिम्रो मनैमा मान्छेको चाहिँ यहाँ ब्याट्री लो भइसक्यो मेरो त छ टन्न कति छ कति अब 55-56% रहेछ आरआर गार्डनको गुराँस छिटो आउनु न हौ आइपुग्यो